सामाजिक सुरक्षा कोष भन्नाले एउटा योगदानमा आधारित सामाजिक सुरक्षा योजना हो। यस्तो खालको योजना चाहिँ विभिन्न देशहरूले आफ्नो देशको नागरिकका लागि लागू गरेका हुन्छन् योगदानमा आधारित भनेर। विशेषतः सामाजिक तथा आर्थिक जोखिम कम गर्न, न्यूनतम सामाजिक सुरक्षा प्रदान गर्नका लागि यस्ता खालका योजनाहरू देशले ल्याउने गर्दछ। यस्तो खालको योजनाहरू योगदानमा आधारित योजना अर्थात् तपाईँले मासिक रूपमा योगदान गरे बापत तपाईँले लाभ प्राप्त गर्ने हो। अब यो लाभ तपाईँले योगदान गरिराख्नु भएको छ भने तपाईँले प्राप्त गर्नुहुन्छ र तपाईँको परिवारले र वृद्ध अवस्थामा यसको महत्त्व तपाईँले देख्नुहुन्छ। यसको मतलब वर्तमान र भविष्य दुईटैलाई समेटेर यस्तो खालको योजनाहरू ल्याइएको हुन्छ। सामाजिक सुरक्षा कोषले 4 वटा क्षेत्र, औपचारिक क्षेत्र, अनौपचारिक क्षेत्र, वैदेशिक क्षेत्र, स्वरोजगार क्षेत्र भनेर यी 4 वटा क्षेत्रबाट देशको नागरिकलाई यो कोषमा समेट्न खोजिरहेको छ। तपाईँ सामाजिक सुरक्षा कोषमा आबद्ध भएर जुन कन्ट्रिब्युट गर्नुहुन्छ अथवा मासिक रूपमा जुन पैसा तिर्नुहुन्छ त्यो पैसा यी निम्न 4 वटा क्षेत्रमा भाग हुन्छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना भनेर यी 4 वटा योजनामा तपाईँले तिरेको पैसा भाग हुन्छ। पहिलो, दोस्रो, तेस्रो योजनालाई सामाजिक बीमा कोष भन्ने गरिन्छ। यसमा तिरिएको पैसा चाहिँ रिटर्न हुँदैन। यस बापत तपाईँले सेवा सुविधा पाउनुहुन्छ भने वृद्ध अवस्था सुरक्षा योजनामा जुन पैसा जान्छ त्यो पैसा चाहिँ तपाईँको रिटर्न हुन्छ। एउटा समय अथवा उमेर हदपछि यो पैसा फिर्ता हुन्छ। तपाईँलाई थाहा छ नेपाल सरकारले अहिले तोकेको न्यूनतम स्यालेरी 19,550 छ, जसमा बेसिक स्यालेरी भनेर 12,170 तोकेको छ भने महँगी भत्ता भनेर 7,380 राखेको छ। अब यो सामाजिक सुरक्षा कोषमा मासिक रूपमा कति रकम तिर्नुपर्छ र त्यो पैसा कहाँ कहाँ भाग हुन्छ भनेर छलफल गर्दाखेरि औपचारिक क्षेत्रमा तपाईँले बेसिक स्यालेरी जुन अघि मैले 12,170 बेसिक स्यालेरी हुन्छ भने औपचारिक क्षेत्रमा अब कम्पनीहरूले विभिन्न बेसिक स्यालेरी तोकेको हुन्छ। त्यसको 31% चाहिँ मासिक रूपमा पेमेन्ट गर्नुपर्ने हुन्छ र यसमा 20% कम्पनीले पे गर्छ, 11% चाहिँ इम्प्लोइले पे गर्ने गर्दछन्। र यो रकम कहाँ कहाँ भाग हुन्छ भन्दाखेरि सामाजिक बीमा कोषमा 2.67% र वृद्ध अवस्था सुरक्षा योजनामा 28.33% चाहिँ भाग हुन्छ। भनेको मतलब सामाजिक बीमा कोषमा जम्मा भएको जुन रकम छ त्यो चाहिँ फिर्ता हुँदैन, त्यस बाबत हामीले सेवा सुविधा पाउने हो भने वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकम फिर्ता हुन्छ। यसै गरी